धेरै समय अघि दक्षिण प्रान्तमा सम्राट देवको शासन थियो। उनको राज्यको एउटा विशेषता थियो, अपराध कम थियो, तर जङ्गलहरूमा रहस्यमय घटनाहरू धेरै हुन्थे। सम्राट न्यायप्रिय थिए, तर एउटा रहस्य केवल केही मानिसहरूलाई मात्र थाहा थियो। उनी राति आफ्नो राजसी पोसाक उतारेर साधारण मानिस झैँ भेष बदल्थे र सहर तथा जङ्गलको निगरानी गर्थे, किनकि उनको मान्यता थियो राजा त्यही हो जो अँध्यारोमा पनि आफ्नो जनताको रक्षा गर्छ। त्यो रात उत्तरतर्फबाट चिसो, तिखो र कालो हावा बगिरहेको थियो। मानिसहरू आफ्ना आफ्ना घरमा बन्द भइसकेका थिए, किनकि सहर बाहिरको जङ्गल। त्यसबारे भनिन्थ्यो कि त्यहाँ रातमा नदेखिने छायाहरू घुम्छन्। राजा देव साधारण भेषमा दरबारबाट निस्किए। उनी जङ्गलतिर बढ्दै थिए कि अचानक झाडीबाट हल्का फुसफुसाहट सुनिन्छ। उनी रोकिन्छन्, अँध्यारोमा झुकेर आवाज आएको दिशातिर अघि बढ्छन् र जुन दृश्य उनले देख्छन् त्यो अत्यन्तै अचम्मको थियो। जङ्गलभित्र आगोको ज्वालाको वरिपरि बसेका थिए 4 कुख्यात चोर। ललकार, तेज दिमाग, योजना बनाउन माहिर, दर्पण जसका आँखाले अँध्यारो चिर्ने, गोबक जसका कानले हल्का फुसफुसाहट पनि समात्ने, अनि चौथो तालामा केवल हात लगाउँदैमा ताला खोलिदिने चोर। चारैजना जङ्गलको गहिरो भागमा केही ठुलो योजना बनाइरहेका थिए। राजा नजिकै आए र सुन्न थाले। ललकारले भने, आज राति हामी केवल एउटा घर होइन, राज्यको सबैभन्दा ठुलो रहस्य गृह लुट्नेछौँ। गोबकले हावा सुनेर भन्यो, आज पहरेदार कम छन्, रातले हामीलाई आफै बोलाइरहेको छ। अब राजाले बुझिसके, यी चारैजना जङ्गल नजिकै रहेको गुप्त ज्ञानगार लुट्न लागेका छन्, जहाँ राज्यका जादुई, पुराना र खतरनाक ग्रन्थहरू राखिएका छन्। राजाले सोचे, यी चोरलाई समात्न सजिलो छ, तर यदि उनीहरूको गुणलाई सही दिशामा लगाइदिए भने राज्यकै वरदान बन्न सक्छन्। उनी हल्का खाँच्दै त्यतै गए, जस्तै कोही दिनभरि काम गरेर थाकेको मानिस होस्। र राजाले भने, भाइ हो, आजको रात केही असाधारण जस्तो लाग्छ। चोरहरू चकित भए। दर्पणले अँध्यारोमा आँखाहरू मोड्दै भन्यो, यो मान्छे अचानक कहाँबाट आयो? राजा मुस्कुराएर भने, म पनि तिमी जस्तै नै हुँ, किस्मतले ठोकर खाएको, तर हातमा अझै पनि सिप बाँकी छ। चोरहरूले सोधे, तिमी को हौ? राजाले भने, पहिला मैले पनि धेरै ठुलो कारनामाहरू गरिसकेको छु। एउटा यस्तो ताला खोलिदिएको थिए जुन खोल्न असम्भव बनिन्थ्यो। भद्र तुरुन्तै चकित भयो। कस्तो ताला? मैले पनि खोल्न सक्ने कस्तो ताला हो? राजाले चतुराईले भने, त्यो ताला दुनियाँको सामान्य ताला थिएन, राजाहरूका पूर्वजले बनाएको। त्यो खोल्ने रहस्य मेरो हातमा छ। यदि तिमीहरूले मलाई साथमा लग्यौ भने आज राति म तिमीहरूलाई त्योभन्दा ठुलो रहस्य देखाइदिन्छु। चारैजनामा लोभ जागिसकेको थियो। ललकारले भने, ठिक छ, यदि तिमी साँचो हौ भने आज राति प्रमाणित गरेर देखाऊ। अब चोरहरूले आफ्नो आफ्नो कौशल राजा समक्ष देखाए, जसले उनको मूल्याङ्कन गर्ने थियो। गोबक, हावा सुन्ने चोर। उसले भन्यो, मेरो कानले हावाको आवाजबाट नै बताइदिन्छ कि कुन बाटो सुरक्षित छ र कहाँ खतरा लुकेको छ। दर्पण, अँध्यारो चिर्ने आँखावाला चोर। चन्द्रमा नहोस्, बत्ती नजलोस्, तर मेरा आँखाले हरेक छायालाई चिन्छ। तेस्रो, भद्र, ताला फोड विशेषज्ञ। उसले बेल्टबाट पातलो तार निकाल्यो र रुखको गाँठोमा छिराएर उसै छेड खोलिदियो। मेरो हातसँग ताला टिक्दैन। चौथो, ललकार, रणनीति बनाउने जन्मजात मास्टर। जहाँ मानिसहरू बाटो भुल्छन्, म त्यहाँ नै बाटो बनाइदिन्छु। राजा मनमा नै मुस्कुराए। यी 4 जनाले त सेना नै परिवर्तन गर्न सक्छन्। राजाले पनि आफ्नो अलौकिक गुण सुनाए। मेरो विशेषता यो हो कि यदि हामी कहिले फस्यौँ भने मेरो एक नजरले परिस्थिति नै बदलिदिन सक्छ। हाम्रो ज्यान पनि जोगिन सक्छ र सजाय पनि।
चोरहरूले त्यसलाई चमत्कार ठानेर राजाले आफ्नो टोलीमा सामेल गरे। यात्रा सुरु भयो निषिद्ध वनतिर। जङ्गलमा पसेपछि रुखहरू अजीब तरिकाले हल्लिन थाले। हावा अचानक भारी जस्तो भयो। गोबकले कान लगायो र भन्यो, हावाले भन्छ, हामीसँग कोही पाँचौँ व्यक्ति पनि छ जो हिँड्दैछ। दर्पणले अँध्यारोलाई घुरेर भन्यो, मेरो आँखालाई पनि पाँचौँ छायाको सङ्केत मिलिरहेको छ। तब राजाले तुरुन्तै कुरा फेरिदियो, जङ्गलले छायासँग खेल्ने गर्छ, हामीले हाम्रो लक्ष्य नबिर्सौँ। चोरहरू शान्त भए। घना जङ्गलको बीच एउटा पहाडको फेदमा चिया र लताले ढाकिएको एउटा ढोका थियो। दर्पणले भन्यो, यही हो, तर पहरेदार पनि छन्। गोबकले हावा सुनेर भन्यो, 4 जना पहरेदार सुतिसके, 2 जना बाटो बदल्दैछन्। भद्र अघि बढ्यो, अब मेरो पालो। उसले ढोकाको मन्त्रबद्ध तालालाई छोयो। ताला गुन्जयमान भयो। भद्र मुस्कुरायो, यो पनि खुल्छ। थोरै समयमा ताला खुल्यो। भित्र पस्दा उनीहरूको आँखाहरू ठुलो भए। भित्र सुन होइन, ज्ञानको खजना थियो। हजारौँ ग्रन्थ, प्राचीन पुस्तकहरू, अलौकिक यन्त्रहरू, नक्साहरू र ती सबै कुरा जसले राज्यलाई शक्तिशाली बनाउँछ। ललकारले भन्यो, यदि यी सबै बेच्ने हो भने पुरा जीवन सुतेरै बित्छ। तिनीहरूले पाण्डुलिपिहरू बोक्न थाले। राजा पनि बोक्ने नाटक गर्दै थिए, तर उनको नजर हरेक चोरको स्वभावमा थियो। राजाले तिनीहरूको विश्वास पूर्ण रूपमा जितिसकेका थिए। जब सबैजना ग्रन्थ बाँधिरहेका थिए, राजाले सोधे, अर्को पटक पनि काम गर्दा म तिमीहरूलाई कहाँ भेटु? 4 जनाले आफ्ना आफ्ना ठेगाना बताए। त्यसपछि चोरहरू भागे अनि राजा चुपचाप महलतिर फर्किए। बिहान नहुँदै खबर आगो जस्तै फैलिसकेको थियो। गुप्त ज्ञानगार लुटियो। दरबारमा हाहाकार मच्चियो। मन्त्रीहरू चिच्याउँदै थिए। सेनापति क्रोधित थिए, तर राजा भने शान्त थिए। राजाले भने, चोर 4 जना छन्, ललकार, दर्पण, गोबक र भद्र। दरबार पुरा स्तब्ध भयो। राजाले तिनीहरूको ठेगाना पनि बताइदिए। सेनाले तुरुन्तै तिनीहरूलाई समातेर ल्यायो। 4 जनालाई रस्सीले बाँधेर ल्याइयो। उनीहरू डराइरहेका थिए, तर सोच्नै सकेका थिएनन् कि राजालाई कसरी थाहा भयो। त्यसै बेला दर्पणले राजाको अनुहार हेऱ्यो। आँखा फटाएर भन्यो, यो त उही मानिस हो। राति हाम्रो साथमा हिँडेको थियो। उही चाल, उही आवाज। बाँकी चोर पनि चकित भए। ललकारले भन्यो, हामीले राजालाई धोका दियौँ। 4 जना रोए। राजाले हाँस्दै भने, तिमीहरू चोर हौ, तर मूर्ख होइनौ। राजाले रस्सी फुकाउन आदेश दिए र भने, हो, म नै त्यो साथी थिएँ। तिमीहरूलाई समात्नको लागि होइन, तिमीहरूलाई परख्नको लागि। फेरि राजाले भने, तिमीहरूको गुण चोरीमा होइन, सेवामा चम्किन्छ। त्यसपछि राजाले गोबकलाई राज्यको गुप्तचर प्रमुख बनाए अनि दर्पणलाई रातिको प्रहरी प्रमुख, तेस्रो भद्रलाई राजकीय यन्त्रागार तथा ताला विभागको प्रमुख अनि चौथो ललकारलाई रणनीति सल्लाहकार। 4 चोरले राजाको चरणमा ढोगे र रुँदै भने, महाराज, तपाईँले हामीलाई दण्ड होइन नयाँ जीवन दिनुभयो। अन्त यी 4 जना जो कहिले जङ्गलका डाकु थिए, आज राज्यका सबैभन्दा भरोसेमन्द स्तम्भ बने। राजाले अन्तिम वचन भने, मानिसको मूल्य उसको विगतले होइन, उसका क्षमताले निर्धारण गर्छ। दोष हेर्ने राजाले न्याय दिन्छ, तर गुण हेर्ने राजाले राज्य निर्माण गर्छ।